सीता को आगामी नया एपिसोडमा अत्यन्तै भावुक सनसनीपूर्ण र नाटकीय मोडहरू आउने पक्का छ। अघिल्लो एपिसोडमा हामीले देख्यौं कि सोमबहादुर काका आफ्नो छोरा जगत र बुहारी सीतालाई घरबाट निकालेपछि पश्चातापको ठूलो आगोमा जलिरहनु भइरहेको छ र रक्सीको सहाराले आफ्नै शरीरलाई सिध्याउने बाटोमा लागिसक्नु भएको छ। चौतारामा लडिरहेको अवस्थामा घिसिङले जब उद्धार गरी ल्याएपछि जब सीता र जगत त्यहाँ आइपुग्छ तब अब आउने नयाँ एपिसोडमा सोमबहादुरको स्वास्थ्य स्थिति अझै गम्भीर मोडमा पुग्नेछन्। अस्पताल लैजाउने क्रममा सोमबहादुरले रोई रोई सीतासँग हात जोडेर आफ्नो गल्तीको सजाय माग गर्दै आफूलाई माफ गरिदिन बिन्ती गर्नेछन्। सीताको विशाल हृदय र मायाले गर्दा उनले आफ्नो सबै दुख बिर्सेर ससुरा बुवाको ज्यान जोगाउन रात दिन खट्ने छिन्। उता सासू आमाले पनि आँसु बगाउँदै गरिमाको बहकाउमा लागेर आफूहरूले सीतामाथि गरेको अन्यायको ठूलो पश्चाताप प्रकट गर्ने छिन् र सीतालाई पुनः घरको लक्ष्मी मानेर घर फर्काउन सासू ससुरा दुवैले विनम्र अनुरोध गर्नेछन्। यसैबीच गरिमाको षड्यन्त्र र कटिल चालहरू अब बिस्तारै गाउँले तथा परिवारका सबै सदस्य सामु पर्दाफास हुने सम्भावना छ। गरिमाले अझै पनि सीता र जगतलाई घर भित्रिन नदिने नयाँ प्रपञ्च रच्ने कोसिस गर्छिन्, तर घिसिङ र गाउँका अन्य भद्र बलादमीहरूले गरिमाको वास्तविक रूप सबै सामु खोलिदिनेछन्। अर्कोतर्फ रमेश र अनुको जीवन भने एउटा ठूलो आर्थिक सङ्कटको कालो बादल मड्रान थालेको छ। धने दाइले अटो खरिद गर्ने र 10 दिनमै 20 लाख 2 लाख ब्याज दिलाउने प्रलोभन देखाएर चेक लिइसकेको छ। आउँदो नयाँ भागमा रमेश र अनुले धने दाइको कुरामा अन्धविश्वास गर्दा ठूलो वित्तीय ठगीको शिकार हुनुपर्ने अवस्था सिर्जना हुनेछ। जब रमेशले अटो खरिद र आफ्नो रकमको हिसाब माग्न धने दाइलाई खोज्न जान्छ भने धने दाइले अनेकौं बहाना बनाउँदै उम्किने प्रयास गर्नेछ वा सम्पर्क विहीन हुनेछ, जसले गर्दा अनु र उनको परिवारमा रुवाबासी र ठूलो छटपटी सुरु हुनेछ। रमेश र अनुलाई सङ्कटमा परेको देखेर अन्तमा सीता र जगत नै उनीहरूको सहयोगका लागि अगाडि सर्नेछन् र धने दाइको धन्दाको पर्दाफास गर्न कानुनी बाटो अपनाउनेछन्। यस्तै दाढी र उनीद्वारा उद्धार गरिएको बहिनीको कथा पनि प्रहरी चौकीबाट नयाँ निर्णय आउनेछ। ती बहिनीमाथि भएको अमानवीय अत्याचार, जबरदस्ती र सौतेनी बाउ तथा छोराको अपराधिक करतुतबारे प्रहरीले गहिरो अनुसन्धान गरी दोषीहरूलाई जेलको चिसो कोठामा हाल्नेछ। दाढी र ती बहिनीको वार्ड कार्यालय गएर कानुनी रूपमा विवाह दर्ता हुनेछ र उनीहरूले एउटा नयाँ र सुरक्षित जीवनको सुरुवात गर्नेछन्। सोमबहादुरको स्वास्थ्य स्थिति सुधार भएपछि सम्पूर्ण परिवार एकै ठाउँमा भेला भई सीतालाई ससमान घरभित्र भित्र्याउने हृदयले दर्शकको आँखा रसाउनेछ। समग्रमा आगामी नयाँ एपिसोडमा पश्चाताप, पारिवारिक एकता, ठगी, पर्दाफास र सत्यको विजय हुने अत्यन्तै रोमाञ्चक हृदयले हेर्न पाइनेछ। यदि तपाईलाई यो भिडियो तथा आगामी एपिसोडको विश्लेषण मन पर्यो भने कृपया हाम्रो यस युट्युब च्यानललाई पक्कै पनि सब्स्क्राइब गरिदिनुहोला। साथै भिडियोलाई लाइक, सेयर, आफ्नो अमूल्य प्रतिक्रिया कमेन्ट बक्समा दिन नबिर्सनुहोला। सोमबहादुरको स्वास्थ्यमा सुधार आएपछि र घरमा समान स्वागत गरिएपछि कथामा फेरि एउटा नयाँ आदि आउनेछन्। धने दाइले बैंकबाट चेक साटेर फरार भइसकेको खबर पाएपछि अनु र रमेशको होस उड्नेछ। अटो किनेर धेरै पैसा कमाउने र ठूलो यातायात व्यवसाय बन्ने उनीहरूको सपना क्षणभरमै चकनाचुर हुनेछ। अनुले आफ्नो गल्ती महसुस गर्दै रोई रोई सीता र जगतसँग सहयोग माग्ने छिन्। जगत र सीताले आफ्ना व्यक्तिगत दुख बिर्सेर अनु र रमेशलाई यो आर्थिक सङ्कटबाट उक्साउनका लागि अगाडि सर्नेछन्। जगतले प्रहरी चौकीमा गएर धने दाइको विरुद्ध ठगीको मुद्दा दर्ता गराउनेछ। प्रहरीले छानबिन तीव्र पार्दा जाँदै धने दाइको गाउँको अन्य मानिसहरूलाई पनि यसरी नै ठगी गरेका तथ्य बाहिर आउनेछ। अर्कोतर्फ गरिमाले सोमबहादुरको विरुद्ध स्थिति र सीताको घरको फिर्ती सहन नसके नयाँ षड्यन्त्र रच्ने प्रयास गर्नेछ। उनले गाउँमा सीताको चरित्रमाथि पुनः प्रश्न उठाउने कोसिस गर्छ, तर यसपटक सासू आमा, सोमबहादुर र गाउँका घिसिङ लगायत सबैजना सीताको ढाल बनेर उभिनेछन्। भद्र भलादमीहरूले गरिमालाई गाउँबाटै बहिष्कार गर्ने चेतावनी दिनेछन्। यस्तै दाढी र उनकी श्रीमतीले नयाँ जीवन सुरु गरेपछि उनीहरूले सीता र जगतलाई धन्यवाद दिन घर आउनेछ, जसले गर्दा घरको वातावरण अझै खुसी र आत्मीय बन्नेछ। यदि तपाईलाई यो भिडियो तथा आगामी एपिसोडको विश्लेषण मन
पर्यो भने कृपया हाम्रो यस YouTube च्यानललाई पक्कै पनि सब्स्क्राइब गरिदिनु होला। साथै भिडियोलाई लाइक, शेयर र आफ्नो अमूल्य प्रतिक्रिया कमेन्ट बक्समा दिन नबिर्सनु होला।